काठमाडौँ सहरमा धुवा धुलो तिमी लोकल बस भए म यात्रीको हुलो तिमी बागमती नदीमा फोहोर मैला तिमी एक पाने रक्सी म हाँसको छोइला बुझ्यो होइन कुरा हामी एकअर्का बिना छैनौँ पुरा बुझ्यो होइन कुरा हामी एकअर्का बिना छैनौँ पुरा चेक चेक बोले अलराइट गाइज स्वागत छ फेरि अर्को भ्लगमा र आज हामी जाँदैछौँ चापाखरको होल नाइटको लागि 6-7 केटाहरू जाउँ र अहिले हामी भक्तपुरको 4 बाटोमा जाउँ र रात पनि लागिसक्यो 4 बजी बजिसक्यो अब छिटो छिटो गएर यसो म्यानेज गर्नुपर्ने हुन्छ त्यही हो हेर्दै गर्नु होला अचारको मुला बुझ्यो होइन कुरा हामी एकअर्का बिना छैनौँ पुरा बुझ्यो होइन कुरा हामी एकअर्का बिना छैनौँ पुरा कहाँसम्म लाग्नु हो दाइ तम्जुङबाट सिधै काठमाडौँ आजै हो कोही एक राउन्ड 360 हान्दै नि त ओए सनसेटमा त कस्तो दामी यहाँ अहिले चाहिँ हामी यो ठ्याक्क लाकुरी भन्ज्याङमा आइपुगेको छौँ र यहाँदेखि चाहिँ एउटा सिटीको भ्यू हेर्ने दामी ठाउँ हो यो काठमाडौँ नजिकै अनि त्यसपछि यहाँनिर चाहिँ तपाईँहरू ग्वारको लामाटार हुँदै पनि आउनु सक्नुहुन्छ सातो बाटो गोदावरी चापाखरको हुँदै नि आउनु सक्नुहुन्छ र यहाँदेखिको भ्यू यस्तो मजाको देखिरहेछ यहाँनिर चाहिँ यो यता चाहिँ यो सिटी हो काठमाडौँ हो यो चाहिँ एकदमै ज्यादा पल्युटेड भएर त्यो भ्यूै देखिरहेको छैन अनि यता माथि माथि चाहिँ यहाँ पनि यो ओभर पल्युटेड भएर हिमाल यस्तो देखिरहेको छ भने अलिकति उ आयो भने चाहिँ यस्तो क्लियर दामी वाउ भ्यू छ गाइज एउटा फोटो त खिच्नै पर्ने हुन्छ कस्तो छ क्या एकदम केटाहरू त मुस्ताङ मात्र खाने भन्ने त एक सर्टमा के लाज लाग्दैन होइन है काठमाडौँ यहाँ हेर्न जान्छ यस्तो यो पल्युटेड उ भएर अनि स्याट यहाँ हिमालमा आउँदाखेरि क्या चिल क्या है दामी भ्यू छ यार कस्तो गुरुङ सर हेर न यहाँ हामी कस्तो ठाउँमा बस्दो रहेछौँ केटा हो त्यहाँ हेर अनि उहाँ हेर त ल ठाउँको ठाउँ क्या होइन ऊ त घरै देखिँदै छैन यो चाहिँ काठमाडौँ हो गाइज राति चाहिँ ओभरै दामी भ्यू देखिन्छ मेरो यहाँ यो थर्ड टाइम हो अस्ति भर्खरै लास्ट टाइम चाहिँ हामी बिहान मर्निङ भ्यूै हेर्न आएको थियौँ यो काठमाडौँ हो सहर यस्तो छ अनि यता हिमालको रेन्जहरू चाहिँ एकदमै वहाँ माथिसम्मै देखिरहेछ है के खानेमा मोमो त भेज हो भित्र के चाहिँ भेज हो सेल्फी हान्नु थाल्छ अब लमजुङ गोल्डीले I never felt tomorrow closing in this fast. Oh, I guess time's in rush. तँ जाडो छ यार कस्तो छ त ठाउँ दामी है गोल्डन लाइटमा जग्गा हेरिरहेको छौँ गाइज अहिले हामी यहाँ हाम्रो घटाइदिएको हो
अनि यो सामान त अब यता निकाल्नु पर्यो नि यो खोइ त हौ ल ओइ केक केक ल केक ल लास्टमा घोप्टाइ पो दिइरामा केक त यो अहिले नहेर्ने यो केक त्यो सबै हाल न जाँटा फेरिमा यार गाउँ घरतिर जस्तो क्या स्टार्टै हाम्रो आज पोर्क 10 केजी पोर्क सुरु हुँदैछ हाम्रो खलिङ्गी सोल्टी र हाम्रो राई सोल्टीले बनाउँदैछ गुरुङ भाइ आमा बबाल आउँदो रहेछ कुखुराको चाहिँ यहाँ सिस्टम हुन्छ कि लाएर कुन चाहिँ सिस्टम गयो भन्दै त केटा केटा हो कोही आमामा केटाहरूले त फुल धमा ठोकाएर हान्ने ल गुरुङ सर ल जान्छ कि दोस्रो लटै गाइज नचल न यार केटा नचल सर कपालनी फुकाएर I never felt tomorrow closing in this fast. मार्देऊ त भिडियो भयो त भिडियो गराएको छिटो Guess time's in a rush. Leaves are falling down. आज नाइट क्याम्पको दोस्रो दिन सुरु भइसक्यो गाइस र अहिले बिहान भइसकेको छ केटाहरू चाउचाउ बसाउँदैछ यता यहाँनिर यो हाम्रो तेस्रो लट हो मासु पाकिरहेको छ सुँगुरको ढुङ्गामा आमा गुरुङ पुरै म पुगेँ यार कोही मान्छेहरू सुतिरहेछ कोही खाइरहेछ कोही इन्जोय गरिरहेछ कोही हाम्रो सरसफाइमा नि लागिरहेछ केटाहरू सबै फोहोरहरू यति धेरै फोहोर थियो र हामीले लिएको वेस्टहरू चाहिँ यसो हामी सबै यहाँ डढाइरहेको छु मैले यहाँ सुँगुरको मासु पाकिरहेछ
अर्को लड्नु छ अर्को लट छ यार ए नखाउँदै ओए नखाउ छे सडिसक्यो कि त्यो गा भटाभटी खानु थाल्यो है तातो तातो यो मासु चाहिँ यहाँ केही पनि हाल्दै छैन हामीले जस्ट नुन हालेर मात्र बनायो आजु यो मरमसलाहरू मन पर्दैन गाइस त्यही भएर फ्रम चापा खर्ग र हाम्रो नाइट क्याम्पको मर्निङ हो अहिले हामी ठ्याक्क चापा खर्गको भ्यू पोइन्टमा छौँ यो पहिला प्याराग्लाइडिङ गर्ने ठाउँ पनि हो तर अहिले फिलहाल चाहिँ गरिरहेको छैन यस्तो दामी ल्यान्डस्केप देखिरहेछ हेर्नुहोस् यस्तो मिठो घाम यो तल्लो यो मार्बल डाँडा हो यो मार्बल डाँडा यो तल्लो यो गोदावरी एरिया यता हिमालहरू यस्तो मजाको देखिरहेछ यता चापा खर्ग केटाहरू भ्यू हेरिरहेछ त्यहाँ यस्तो दामी यताबाट घाम मिठो आइरहेछ यहाँ माथि यहाँ फुलचोकी हो यहाँनिर त्यो टावर भएको ठाउँ जस्तो दामी भएका राति एकदमै ज्यादा चिल गरियो तर त्यस्तो भिडियो चाहिँ खिचिएन ए हाम्रो केटाहरू चाहिँ यहाँ के लमजुङको गुरुङ पाँच थरको गुरुङ सोलुखुम्बुको राई तनहुको केटोको नाम त के भयो निश्चल अनि केटाहरू दुईजना छ पछाडि अनि यहाँ चाहिँ हाम्रो मगर बोई लमजुङबाटै अनि यहाँ चाहिँ हाम्रो के अरे केटोको नाम सुनिल नुवाकोटबाट सुनिल नुवाकोटै होइन नगरकोटबाट सुनिल नगरकोट हो उसको घर हो र यता त टुसारो जम्मिएको रहेछ त केटा हो यहाँको यो एकदमै नराम्रो कुरा भनेको चाहिँ यो सबै टन्न मान्छेहरू घुम्न आउने अनि खाएर यतिकै फ्याँकिदिने यो फोहोरहरू डस्टबिन पनि छैन रहेछ गाइस तपाईँहरू देख्न सक्नुहुन्छ यो पाखैभरि यता यो टुसारो पनि जम्मिएको रहेछ म खासमा यहाँ चाहिँ यो गुराँस नि फुलिसकेको रहेछ भनेर देखाउन आएको थिएँ यस्तै दामी दामी फुलिसकेको छ हिमाल मिठो यहाँनिर डस्टबिन रहेछ Must view an anniversary